नयाँ वर्षमा मन्दिर घुम्न जाँदा यस्तो हुन्छ भन्ने मैले सोचेको पनि थिइनँ। हे गाइस, वेलकम ब्याक अगेन माई मिनी भ्लग। आज चाहिँ रहेको छ 2083 साल वैशाख 1 गते, अर्थात् सम्पूर्ण नेपालीहरूको महान चाड नयाँ वर्ष। अब नयाँ वर्षलाई महान चाडै चाहिँ भन्न नहुने हो, तै पनि चाडपर्वमा चाहिँ रमाइलो गर्दै हिँड्ने भएर मैले चाडपर्वै भनिदिएँ। अब नयाँ वर्षमा नयाँ चिज केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ बिहानै उठेर नुहाइधुवाइ गरेर म चाहिँ लागेँ देवघाट वर्धनकालिका मन्दिरमा दर्शन गर्नतर्फ। अब यो मन्दिर चाहिँ रहेको छ देवघाट 5 तनहुँ पिपलटार भन्ने स्थानमा। तपाईँहरू जो जहाँ कहीँबाट पनि यहाँ जुनसुकै बेला आएर दर्शन गर्न सक्नुहुनेछ। म पनि गएर पूजाआजा गरेर मन्दिरको परिक्रमा गर्दै घन्टा बजाएर चाहिँ म चाहिँ लागेँ ठ्याक्क मम्मीको हातबाट टिका लाउन। नयाँ वर्षको दिनमा चाहिँ मम्मीको हातबाट टिका र आशीर्वाद ग्रहण गरेर चाहिँ म चाहिँ आएँ घर आएको त ठ्याक्क मामाको फोन आयो, आऊ भान्जा देवघाट घुम्नलाई भन्नुभयो। ट्याक्क लाएर लुगासुगा लगाएर चस्मा सस्मा ढल्काएर म चाहिँ लागेँ हिरो बनेर देवघाटतिर। यहाँ आएर यसो हेरेको त मान्छेहरूको भिडभाड रहेछ, एकदम किचाघान रहेछ। नयाँ वर्षमा बिखु परेकाहरू सब नुहाउन आउने यताउति, मेरो पनि बिखु त परेको छ, तर म चाहिँ बिहानै घरमै नुहाएर पूजाआजा गरेर आइसकेको थिएँ। आउन त यो अब यत्रो भिडभाडमा मामा माइजूलाई खोज्नुको पीडा नै बेग्लै थियो। त्यत्तिकैमा मैले देखेँ दिदी नाचेर टिकटक बनाइराख्नु भएको। ठ्याक्क लाएर मामा माइजूलाई नि भेटेँ, तर भिडियो चाहिँ बनाउन बिर्सेछु। भिडियो बनाउन बिर्से पनि मन्दिर वरपर घुमघाम गरेर यताउति मालाहरू किनकान गरेर पनि ठ्याक्क लाएर मामा माइजूहरू घर फर्किनु भयो। म पनि घरतिर फर्केँ। आजलाई दिने साथीहरू, फर मोर मिनी भ्लग डु सब्सक्राइब गाइस। बाई बाई।